दक्षिण कोरियामा हुने चिट्टा कार्यक्रमको नतिजा प्रकाशन भइसकेको छ। यस हप्ता 18 जना साथीले प्रथम पुरस्कार जित्न सफल हुनुभएको छ भने 71 जनाले दोस्रो पुरस्कार जित्न सफल हुनुभएको छ भन्ने खबर सुन्नमा आइसकेको छ। आशा गरौँ हाम्रो चिट्टा कार्यक्रममा सहभागी साथीहरूले पनि उत्कृष्ट नतिजा ल्याउन सफल हुनुभएको छ भन्ने आशासहित आजको भिडियो सुरु गर्न चाहन्छु। घरदेशमा अनि परदेशमा हुने सबै साथीहरूलाई नमस्कार। सन्चै आरामै हुनुहुन्छ? दक्षिण कोरियामा हुने चिट्टा कार्यक्रमको नतिजा प्रकाशन भइसकेको छ। यस हप्ता मैले हाम्रो 5औं हप्ताको कमेन्ट च्यालेन्ज अन्तर्गत कमेन्ट गर्नुहुने सम्पूर्ण साथीहरूलाई मैले चिट्टा कार्यक्रममा सहभागी गराएको छु। यस हप्ता कार्यव्यस्तताले गर्दाखेरि सम्पूर्ण साथीहरूलाई मैले चिट्टा कार्यक्रममा समावेश गराएको छु। आशा गरौँ हजुरहरूले गर्नुभएको कमेन्टमा पठाउनु भएको नम्बरले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ भन्ने आशासहित हजुरहरूको नतिजा के आयो भन्ने कुरा म चेक गर्छु। भिडियो अलिकति लामो हुनसक्छ, सुरुदेखि अन्तिमसम्म हेर्नुहोला है त। अब सुरु गरौँ, हजुरहरूको नतिजा के आयो भन्ने कुरा चेक गरौँ है त। पहिलो नम्बरमा मैले हेर्दैछु यसार राणा मगर्जीको। उहाँको नतिजा के आयो त्यो हेरौँ है त। उहाँले दिनुभएको नम्बरबाट 2 अङ्क मिल्न सफल भएको छ। 1 र 31 मात्र मिल्न सफल भएको छ। आगामी दिनमा पनि हजुरले यस्तै गरी 6वटै नम्बर मिलाउन सक्नुहुनेछ भन्ने आशासहित हजुरलाई सहभागी हुनुभएकोमा धन्यवाद। र यसै गरी दोस्रो नम्बरमा चेक गर्दैछु मैले। ज्योति महतोजीको उहाँको एउटा मात्रै नम्बर मिल्न सफल भएको छ। आशा गरौँ आगामी दिनमा 6वटै मिलेर प्रथम पुरस्कार जिती करोडपति बन्न सक्नुहुनेछ भन्ने आशासहित म तेस्रो नम्बर साथीलाई चेक गर्दैछु है त। तेस्रो नम्बरमा चेक गर्दैछु सुरज छेत्रीजीको। उहाँको नम्बरले के कस्तो नतिजा ल्यायो त हेरौँ है त। ल उहाँको प्रयास जारी रहोस् भन्दै आगामी दिनहरूमा पनि हजुरको सहभागिता रहिरहनेछ भन्ने आशासहित अर्को साथीको नतिजा चेक गरौँ है त। सन्तोष अभागी तिम्रो जीको म चेक गर्दैछु। हेरौँ उहाँको नतिजा के आयो त। उहाँको पनि 2टा मात्रै अङ्क मिल्न सफल भएको छ, 15 र 19। आशा गरौँ आगामी दिनमा अझै उत्कृष्ट नतिजा आउनेछ भन्ने आशासहित म राजु कौशल जीको चेक गर्दैछु। उहाँको पनि एउटा मात्र मिल्न सफल भएको छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ राणा मगर आरबी अन्जानजी। उहाँको नम्बरको नतिजा के आयो त चेक गरौँ है त। उहाँको पनि एउटा मात्र अङ्क मिल्न सफल भएको छ। आशा गरौँ आगामी दिनहरूमा उत्कृष्ट नतिजा आउनेछ भन्ने आशासहित अर्को साथीको म नतिजा चेक गर्छु है।
अब पालो मनोज सेन छेत्रीजीको। उहाँको पनि एउटा मात्र अङ्क मिल्न सफल भएको छ। आशा गरौँ आगामी दिनमा उत्कृष्ट नतिजा आउनेछ। र अब चाहिँ एकैचोटि म पाँचजना साथीहरूको म चेक गर्न जाँदैछु। जस अन्तर्गत कमल सुनारजी, अनुदीपकजी, परदेशी कान्छो म, परिवर्तन परिवेश र थ्यान्लीजीको एकैचोटि म चेक गर्दैछु है पाँचजनाको। हेरौँ कसको कतिवटा नम्बर मिल्छ। प्याटलक सबभन्दा पुच्छरमा थ्यान्लेजीको 15 एउटा मात्र अङ्क मिल्न सफल भएको छ भने अरू साथीहरूको एउटा पनि नम्बर मिल्न सकेन। जस अन्तर्गत ए मा कमल सुनारजी हुनुहुन्थ्यो, उहाँको एउटा पनि मिल्न सकेन। बी मा अनुदीपक हुनुहुन्थ्यो भने उहाँको पनि एउटा पनि मिल्न सकेन। र सी परदेशी कान्छो मको उहाँको पनि एउटा पनि नम्बर एउटा नि मिल्न सकेन। र डी परिवर्तन परिवेश उहाँको पनि एउटा पनि नम्बर मिल्न सकेन भने थ्यान्लेजीको एउटा मात्र नम्बर मिल्न सफल भयो। र यसै गरी अन्तिममा बाँकी चारजना साथीहरूको कमेन्टमा गर्नुहुने। चारजना साथीहरूको बाँकी रहेको छ। उहाँहरूको नाम विष्णु सुनार, ज्योति सुनार, प्रकाश गुरुङ र मिना परियार रहेको छ। हेरौँ उहाँहरूको नतिजा के आउँछ। विष्णु सुनारजीको एउटा नि मिल्न सकेन। सी ज्योति सुनारजीको एउटा मात्र अङ्क मिल्न सफल भएको छ भने प्रकाश गुरुङको एउटा नि मिल्न सकेन। त्यसै गरी मिना परियारजीको पनि एउटा पनि मिल्न सकेन। यस हप्ता चिट्टा कार्यक्रममा सहभागी साथीहरूको नतिजा के आयो भन्ने कुरा मैले चेक गरिसकेको छु। नतिजा जे जस्तो आयो भने नतिजालाई आत्मसात गर्दै आगामी दिनहरूमा उत्कृष्ट नतिजा आउनेछ भन्ने आशासहित सहभागी साथीहरूलाई धेरै धेरै धन्यवाद। आशा गरौँ आगामी दिनहरूमा नि हजुरहरूलाई यस्तै मौका अवसरहरू जुराइरहन पाऊँ भन्दै आगामी हप्ताको लागि हजुरको लक्की नम्बर तयार गर्दै गर्नुहोला भन्दै स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्। गर्मी धेरै छ, पानी प्रशस्त पिउनुहोस् भन्दै बिदा हुन चाहन्छु। हस्त नमस्कार। तपाईँको दिन शुभ रहोस्।